ल है हाम्रो पुसाइले अब फ्रेम निकाल्दै हुनुहुन्छ मौरीको फ्रेम। आमामामा रानी हेर्नुहोस् है, देखिन्छ कि रानी यहाँ छैन है, छैन? यहाँ छैन, भित्रैवाला त्यो अहिले हो त्यो पनि हो। अलि माथि गर्नु त, अलि माथि गर्नु त। ओ माई गड, ल ल है ल अहिले चाहिँ हामी यहाँ हाम्रो पुसाइको मौरी गाड निरीक्षण गर्न गइराखेका छौँ। ल देख्न सक्नुहुन्छ आमामामा पुरा बाहिर देखिरहेको छ मौरी। यस्तो सक्रिय मौरी छ नि यहाँ, आमामा है। हेर्नु भित्र आवत जावत एकदमै अत्यन्त तीव्र छ है। अब यो गाडमा पक्कै पनि यो एकदमै चाका भरिसकेको हुनसक्छ यो अहिले, किनकि सिजन हो मौरीको। ल ओके, ल अहिले भर्खरै चाहिँ हाम्रो पुसाइले यो माथिल्लो कभर, माथिल्लो ढकनी खोल्नु भयो। अब उहाँले ट्याक्कै यसरी यो हुरीबाट बचाउनको लागि होला पुसाइ, हैन? हजुर, यो हावाले एकदम पुरा हल्लाइदिन्छ हावाले फेरि। हावाबाट बचाउनको लागि यस्तो गर्नुभयो। आमामामा पुरा हैट यो पनि आधा, यो पनि आधा आइपुगेछ यो। हैट खतरा काम गरिराखेको छ। ल है पुरा चाहिँ भइसकेको रहेछ पुसाइ। यो पनि भरिसक्यो, सबै भइसक्यो। यो पनि आधा भइसक्यो यो पनि। हो त्यो पनि काम गरिसकेको रहेछ उताको छेउमा नि। हो ल, यदि तपाईँले मह खाने इच्छा छ भने माथि सुपर राखिदिने, होइन म गोला विभाजन गर्ने हो भन्ने। गोला विभाजन गर्ने, ल ठिक छ। तपाईँ पुसाइले चाहिँ यो पुरा आमामामालाई हेर्न सक्नुहुन्छ है, पुरा फ्रेम पुरा छ है। पुरा चाहिँ फ्रेममा मौरी चाका रस भरिएको छ। एउटा फ्रेम निकालेर देखाइदिन मिल्छ पुसाइ? पहिलो दोस्रो हो त्यो चाहिँ निकालिदिनु त। ल है हाम्रो पुसाइले अब फ्रेम निकाल्दै हुनुहुन्छ मौरीको फ्रेम। आमामामा रानी हेर्नुहोस् है, देखिन्छ कि छैन? भित्रैवाला त्यो अहिले हो त्यो पनि हो। अलि माथि गर्नु त, अलि माथि गर्नु त। ओ माई गड, ल ल है पुरा एकदम काम गरेर आएको। सही हो। ल ल अर्को एउटा फ्रेम पनि हेरौँ पुसाइ। ए ल भयो, छोडिदिनु भयो। अब यो यसले रिसायो, अब रिसायो हो त्यो त हो नि। म फेरि ट्याक्कै केही लगाएको छैन अरू है, टोपी यताउता। रिसा त्यो ऊ जोडेर राखिदिनु है पुसाइ फ्रेम। ल है ट्याक्क अहिले फेरि देख्न सक्नुहुन्छ मौरी रिसायो। एउटा रड ल्याउने तपाईँको, यहाँनिर रड मजा रड गाड्ने, बिचमा फेरि बोतलको मुख आधा काट्यो, मुख तल राखिदियो, मुख छिरायो, सिमेन्ट भरिदियो, ठ्याक्कै चाहिँ नि त्यहाँ पानी हालिदिने। अनि पानी त्यहाँबाट चाहिँ नि के चिज पास हुन सक्छ कमिलाहरू, त्यहाँ त्यो माथि रड फेरि बाँधिदिने यहाँ फेरि हावाले नफाल्ने। अस्ति हल फालिदिएर यहाँ झ्याउ गऱ्यो नि त। के फालिदिएको के ढकनी? यो ढक्कन पानी आएर फेरि आएर हालेर फेरि ब्लक हालिदिएको फेरि मैले। अन्त यसरी बाँधिराखेको थियो, यो झरेन, यो झरेन कि। खत्रै लागेको रहेछ भनेपछि यहाँ अब त हाम्रो नि दुईवटा उडाइदिएको नि।
त्यही भएर मैले यस्तो मैले त्यहाँबाट यसो आइटेक गरेँ यसो बाँध्नु भनेपछि बाँधेपछि यो त झर्दैन त्यो झरे पनि मौरी अलिक सुरक्षा हुन्छ। पुसाइले चाहिँ यसरी मौरी गाडलाई सुरक्षा दिइराख्नु भएको छ। हेलो एभ्रिवान, अघि चाहिँ म पुसाइको है मौरी अवलोकन गर्नको लागि एकछिन छिरेँ स्कुलबाट घर आउने क्रममा। र अहिले चाहिँ म घर आइसकेको छु। एकदम मजबुत गोला है, तपाईँहरूले देखिसक्नुभयो पक्कै पनि। एकदम मजबुत गोला जुन कि एकदम गोला विभाजन गर्नको लागि योग्य है। यानि कि 9 फ्रेम पुरा भरिएको र 10औं फ्रेममा काम गरिराखेको भएको कारणले गर्दाखेरि मौरी एकदमै गोला विभाजन गर्ने योग्य हामीले भेट्यौँ। र चाहिँ अनुसार भोलि पर्सि अथवा 1-2 दिनपछि उहाँले गोला विभाजन गर्ने कुरा गरिराख्नु भएको छ। मैले गोला पनि विभाजन गर्नको लागि उहाँलाई सहयोग गर्नेछु, यो कुरा व्यक्त गर्न चाहेँ। र मौरी एकदमै रिसाएको थियो है। अहिले सिजनमा यस्तै हो, मह चोर्न आयो कि त चोर भन्ने हिसाबले त्यो रिसाएको हुनसक्छ। एकछिन रिसाए पनि है, 1-2वटाले त टोक्यो पनि पुसाइलाई र मलाई पनि एकदम झम्टिराखेको थियो। म दौडेको कारण भनेको ममा कुनै सेफ्टी क्याप थिएन, त्यो भएको कारण आफ्नो जिउ त जोगाउनु पर्यो भन्ने हिसाबले ट्याक्क पुसाइको मौरी गाड हेरेर आएँ। र अहिले ओहो यसमा कमिला आयो। कमिलाले सताउँछ, यो खाली कमिलाले केही असर गर्छ गर्दैन साथीहरू कमेन्ट राखिदिनु हुन म विशेष अनुरोध गर्न चाहन्छु। यो हल्का यो खालको कमिला अलिक बढी हुन्छन् घरमा, के असर गर्छ अथवा गर्दैन यो बारे मलाई जानकारी भएन। साथीहरू कमेन्ट गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। ल यता पनि भागिहाल्छ फेरि, गन्ध थाहा पाएपछि भागिहाल्छ पुरा। ल यो खालको कमिला लागेर हल्का सताउँछ कमिलाले है। र आजको लागि यति नै भन्न चाहेँ। र पछि फेरि पुनः यहाँ सामु कुरा गर्नेछु है त। बाई बाई, सी यू सुन।